नमस्ते सबैजनालाई, मेरो फेसबुक मित्रहरूलाई अनि र म बाख्राकोटबाट बिलोङ गर्छु। मेरो नाम चाहिँ प्रणव प्रधान हो अनि म चाहिँ तपाईहरुलाई आज फेसबुक मार्फतबाट अलिकति सानो एउटा भिडियो लिएर आएको छु। अन्त यो भिडियोमा चाहिँ के छ भन्दाखेरि चाहिँ मेरो दोकानको अलिकति दरवाजाहरू छ, त्यो दरवाजाहरू चाहिँ ल्याएको छु मैले नयाँ कुरो। अनि त्यो देखाउन जाँदैछु म तपाईहरुलाई, र आउनुहोस् है। हेलो, र यो तपाईहरुको चाहिँ 2D प्रिमियम डोर है। अन्त यसमा चाहिँ डिजाइन हेर्नुस् न, तपाईको यो देखाइदिनुस् त, यहाँ डिजाइन यो डल्लै दरवाजाको। अन्त डिजाइन यस्तो हुन्छ है। अन्त यो तपाईहरुले जत्रो साइजमा भन्नुहुन्छ त्यत्रै साइजमा पाउनुहुन्छ है। अन्त यो चाहिँ 2D प्रिमियम डोर हो, तपाईहरुले पाउनुहुन्छ। अन्त यसको चाहिँ अलिक कस्टली पर्छ प्राइस। अन्त यसमा भेराइटिज धेरै छ तपाईको यो दरवाजामा चाहिँ। अन्त यो चाहिँ छ तपाईको अहिले फिलहालले यो यो जस्तो स्याम्पल राखेको दरवाजा चाहिँ 2.5 बाइ 6 को छ। अन्त तपाईहरुले जत्रो साइज भन्नुहुन्छ त्यत्रै साइजमा पाउनुहुन्छ है यो दरवाजा चाहिँ। अन्त फेरि अर्को हेर्नुहोस् न, यो चाहिँ भयो तपाईको प्रिमियम लेमिनेसन डोर भयो। यो चाहिँ लेमिनेसन डोर हो। अनि यो डोरमा चाहिँ तपाईहरुले भेराइटिज धेरै पाउनुहुन्छ र डिजाइनहरु पनि धेरै छ यसमा। अन्त यो पनि अलिक कस्टली पर्छ, तपाईहरुलाई चाहियो भने भन्नुहोस्, आउनुहोस्, भिजिट गर्नुहोस् है। नम्बर म हाल्दिन्छु है, भाइको नम्बर। अन्त यसमा भिजिट गर्न सक्नुहुन्छ। यो दरवाजाहरू तपाईहरुलाई स्याम्पल मैले देखाउन लागि ल्याएको यहाँनिर। अन्त आउनुहोस्, हेर्नुहोस् है, दरवाजा मन पर्यो भने लानुहोस्, अर्डर दिनुहोस्। अनि तपाईको भयो यो डब्लुपीसी, यो चौकट के हो? यो चाहिँ यो चौकट भयो। यो चाहिँ तपाईको डब्लुपीसी चौकट भयो। यो चाहिँ अहिले अब काठ पाउँदैन, काठपात पाउँदैन। अन्त विशेष गरी अब यो टोयलेट बाथरुमतिर राम्रो लाउनु लागि, पानीले भेट्यो भने केही हुँदैन, किरा लाग्दैन, तपाईको केही हुँदैन। तपाईले 10 वर्ष 20 वर्ष केही हुँदैन, एकदम राम्रो छ तर यो चौकट। ल तपाईहरुले घरमा लगेर लगाउन सक्नुहुन्छ। टोयलेट भयो, बाथरुम भयो, तपाईहरुको जहाँनिर अब बाहिर बेसी पर्छ, पानी झरी हुन्छ, त्यो जग्गामा लगेर लगाउन सक्नुहुन्छ है। अन्त आउनुहोस्, भिजिट गर्नुहोस् है। यसको प्राइस सोध्नुहोस् है, म भनिदिन्छु है। साइज लिएर आउनुहोस्, म भनिदिन्छु। अनि यसमा नि तपाईको भेराइटिज धेरै छ। जस्तो कि अब यो तपाईको 2 बाइ 3 को यो चौकट। यसमा धेरै भेराइटिज छ तपाईको 4 बाइ 2.5 को पनि छ, 6 बाइ 3 को पनि छ। यो साइजहरु सबै पाउनुहुन्छ तपाईहरुले। साइज धेरै छ र बादमा बात गरौँला। अन्त यो चाहिँ तपाईको डब्लुपीसी चौकट, डब्लुपीसी दैलो हो। यो चाहिँ दैलो हो, वाटरप्रुफ हो। यसमा चाहिँ तपाईले डिजाइनहरु धेरै पाउनुहुन्छ। अन्त यसमा डिजाइनहरु धेरै छ र यो चाहिँ तपाईको वाटरप्रुफ हो। पानीले भिज्यो भने केही हुने हैन, बाथरुमतिर लाउनु सक्नुहुन्छ तपाईहरुले है। अन्त कहीँनिर बाहिर मेन डोरतिर पनि लाउनु सक्नुहुन्छ। यसलाई तपाईहरुले ल्याएर सेतोमा लगाएर कलर पनि गर्न सक्नुहुन्छ। यसलाई बादमा यसमा माथिबाट कलर लगाएर युज गर्नु पनि सक्नुहुन्छ है। यो चाहिँ डब्लुपीसी। अन्त यो चाहिँ तपाईको आयो मेम्ब्रेन डोर। देखाइदिनुहोस् त डिजाइन। यो चाहिँ मेम्ब्रेन डोर हो, मेम्ब्रेन डोर भन्छ यसलाई। यो चाहिँ तपाईको डिजाइन धेरै छ र साइज पनि तपाईहरुले जस्तो भन्नुहुन्छ त्यस्तै साइजमा आइपुग्छ यो दरवाजा। अन्त यो चाहिँ मेम्ब्रेन डोर हो। अन्त प्राइस पनि राम्रो छ है, धेरै महँगो पनि पर्दैन, सस्तो पर्छ है। आउनुहोस्, भिजिट गर्नुहोस् र लिएर जानुहोस् है, अर्डर दिनुहोस्। अन्त तपाईको यो भयो प्रिमियम मेमोरियम डोर हो। यो चाहिँ यसको डिजाइन देखाइदिनुहोस् न, यस्तो डिजाइनमा आउँछ यो प्रिमियम डोर। अन्त यो तपाईहरुले पनि भन्नु सक्नुहुन्छ मलाई है, अर्डर दिनु सक्नुहुन्छ। जसलाई अब राम्रो दरवाजा चाहियो त्यो राम्रो भन्नु सक्नुहुन्छ है। अनि के भन्दाखेरि चाहिँ यो चाहिँ अब अलिकति महँगो पर्छ तर राम्रो छ है। तपाईको क्याटलग हो। अन्त यो क्याटलगमा चाहिँ तपाईको धेरै भेराइटिज छ। हेर्नुहोस्, यो लेमिनेसन डोर भनेर आउँछ। लेमिनेसन डोरको चाहिँ तपाईको भेराइटिज हेर्दै जानुहोस्। यतापट्टि हेर्नुहोस्, सबै भेराइटिज पाउनुहुन्छ भाइकोमा। अनि यो सबै भेराइटिज भयो लेमिनेसन। अन्त यो डब्लुपीसी, यो तपाईको यो डब्लुपीसी चाहिँ यो माथिको यो व्हाइट कलरको चाहिँ डब्लुपीसी हो। अनि यो तपाईको मुनिको चाहिँ मेमोरियन डोर। यहाँ मेमोरियन डोर भनेर लेखेको छ। यो मेमोरियन डोरहरु तपाईहरुले अर्डर दिनु सक्नुहुन्छ। क्वालिटी र तपाईको जस्तो कि डिजाइन धेरै छ, देखाउन सकिनँ मैले। अन्त तपाईहरुलाई क्याटलगमा हल्का देखाइदिएको। हेर्नुहोस्, यो डिजाइन छ है। डिजाइनहरु चाहिँ तपाईले आएर हेर्न सक्नुहुन्छ क्याटलगमा। यो चाहिँ तपाईको 2D प्रिमियम डोर।
अन्त यसमा पनि डिजाइन धेरै छ, तपाईँहरूले आएर भन्नु सक्नुहुन्छ है यो डिजाइनमा मलाई चाहियो भनेर। अन्त यो चाहिँ प्रिमियम डोर हो, यो चाहिँ तपाईँको प्रिमियम डोर हो। अन्त यसमा धेरै डिजाइन छ, यसमा पनि तपाईँको यी हेर्नुहोस् यो भयो यत्रो डिजाइन र अन्त यहाँ पनि छ यो अलिकति यसको डिजाइन। अन्त यो चाहिँ तपाईँको 3D मेमोरियम डोर। 3D मेमोरियम डोर भन्दा चाहिँ यो डिजाइनहरू भेट्नुहुन्छ तपाईँहरूले चाहिँ यतादेखि र भिजिट गर्नुहोस् है, आउनुहोस् हेर्नुहोस् है डोरहरू कस्तो लाग्छ के लाग्छ है, क्याटलगमा हेर्नुहोस् है। ल र आउनुहोस् म तपाईँहरूलाई मेरो घरको पनि दरवाजा देखाउँछु है। अन्त यो चाहिँ मेरो मन्दिर कोठा हो, यो चाहिँ बाहिर लागेको तपाईँको डब्लुपिसी चौकट। यो हेर्नुहोस् यो डब्लुपिसी चौकट हो है, यो डब्लुपिसी चौकट लागेर अन्त डब्लुपिसीकै दरवाजा लागेको छ। यो चाहिँ मेरो मन्दिर हो घरको। अन्त यो चाहिँ मैले तपाईँहरूलाई देखाउनु जाँदैछु र यो दरवाजा चाहिँ डब्लुपिसीको दरवाजा चाहिँ यस्तो दामी हुन्छ। हेर्नुहोस् यो डिजाइनमा पनि पाउनुहुन्छ, तपाईँहरूले अर्डर दिनु सक्नुहुन्छ यो खाले डिजाइनमा। यो गणेश भयो, यो यहाँ तपाईँहरूले ओम बनाउनु सक्नुहुन्छ है। यो मन्दिरको दरवाजा भयो, यो दुईपट्टि फुल छ है, यो मुनि दियो छ। अन्त यस्तो दरवाजाहरू तपाईँहरूले अर्डर दिनु सक्नुहुन्छ है। भाइलाई भन्नुहोस् डब्लुपिसीमा आउँछ, सस्तो पनि पर्छ, ठिक्कको रेट लाग्छ है। तपाईँहरू डिजाइन दिनु सक्नुहुन्छ, फोनबाट निकालेर मलाई भन्नु सक्नुहुन्छ है। यो दरवाजाहरू भन्नुहोस् अर्डर दिनुहोस् ल। ओके यी हेर्नुहोस् दरवाजा यस्तो छ, हेर्नुभयो होला। यो चाहिँ मेरो मन्दिरको दरवाजा हो, मेरो